चिया खान जाँदैछौँ हामी चिया यसरी पनि राम्रो आउँदो रहेछ यसरी हिँड्दाखेरि नयाँ टेक्निक क्यामेरा बोकेर हिँड्ने हाँस्छ नदेखिने होइन सर्ट पनि राम्रो आउने दाइ कति टाइम कुद्नु पऱ्यो मलाई आधी घन्टा 1 घन्टा 1 घन्टा त कुरेन मैले दाइले होइन दाइले गफ हान्दियो हो तर त्यहाँबाट ढल्ला नि हामी सही लोकेसन चट्टै सोबारमा धेरै पछाडि चिया खान आएको छौँ होइन अब हामी एकछिन चिया खाएर अनि फेरि सुटतर्फ हामी जानेछौँ सोबरका सिनेमेटिक सुटहरू स्यामसङ ग्यालेक्सी S25 FE बाट चाहिँ हामी आज त्यो भिडियो रिभ्यू बनाउँदैछौँ कस्तो आउँछ हेरौँ न आज होइन स्यामसङबाट पनि तर मलाई चाहिँ दामी आउँछ जस्तो लाग्छ अहिले भेटौँ न है त हाम्रो अहिले चिया आइसक्यो होइन चिया चाहिँ हामी अब खाँदैछौँ सट्टलाएर यसरी यहाँको यो ल्यान्डस्केपहरू अर्कै छ क्या दाइ यहाँको यो ठाउँ ओके दामी छ नि अर्कै टाइपको छ नि दाइ सुटको लागि अलिक भुटिया जस्तो दामी छ है पहिलाको नेपाली फिल्मको म्याक्सिमम् लास्टको सिनहरू त यहीँ त हुन्थ्यो त गाडी पड्काउने लिएर होइन अनि त्यस्तो कुराहरू तर अर्कै छ नि त ढुङ्गासँग टक्क टाइपको अनि फेरि यस्तो घाँसहरू होइन हामी घरमा पनि के टोपी लाउने जस्तो है माग्ने बेला टोपी चट्टै यसो राख्ने अब चिया सकिहाल्यो बिच गर्ने सकिहाल्यो अब ऊ त्यतापट्टि जाने सर्टहरू हान्नलाई ऊ त्यहाँनिर चाहिँ ऊ त्यहाँनिर त्यतापट्टि चाहिँ अर्जुन देवान दाइको पनि त्यहाँ सुट भएको क्या फुल चाहिँ ऊ त्यो डाँडामा सुबारको डाँडामा भन्नाले कहिले दिएँ मैले अस्ति नै दिनुभयो नि एक मन्दिर भयो पाएन कति दिन्छ 15-20 दिन त भयो पहिला चाहिँ यहाँ सबै नेपाली फिल्मको चाहिँ लास्ट फाइट सुट हुन्थ्यो अरे यहाँ यो एरियामा ल भाइ चाहिँ यहाँ समीर भाइ तिमी यहाँ कतिचोटि आयो यहाँ डाँडामा 2-3 चोटि आयो होला यहाँ 3-4 चोटि के भन्दा बढी आयो नि होइन त पहिलाको र अहिलेको डिफ्रेन्स के पायो त मैले केही पाएन दाइ पहिला अलिक डढेर लागेको थिएन अहिले चाहिँ डढेछ हो यो सबै डढे हो आमा पहिला अलिक धेरै त्यहाँ उता पोखरी थियो नि पहिला के खाँदिर यहाँनिर हो पानी पोखरी थियो यहाँनिर हो ल हामी अब यहाँ सुट सकिँदा आजको होइन लाउने ब्याग बोक्नु बोरा जस्तो छ ब्यागै छैन अब सुट सक्यो त्यसपछि अब हामी फेरि अर्को चिया खानेछौँ चिया खानुपर्छ अनि त्यसपछि चाहिँ हामी दाइको यो भ्लगमा त खालि चिया नै चिया मात्रै भन्छ नि यार यिनीहरू भन्छन् फेरि होइन दाइ हामी चिया लभर हो नि त अहिले चिया लभर भन्दा नि अलिकति के गर्ने त भन्दा चिया खाने भन्ने हुन्छ नि त त्यही भएर हो अब यहाँबाट निस्क्यौँ होइन निस्के पछाडि अब पहिलाको भन्दा डिफ्रेन्स चाहिँ अब पहिला अलिकति हरियाली थियो भने अहिले चाहिँ अलिकति डढेले सल्काइदिएर अलिक कालो बनाइदिएको रहेछ क्या हो यस डाँडा त डाँडा ल ठिक छ अब यसो जानेछौँ बाइकतिरको भिडियो यसो हेर्नु होला बाई बाई अन्त अफ गरिदिनु